साथीहरु यो रसबरी बनाउन यति धेरै सजिलो रहेछ नि। हजुरहरुले यो रेसिपी भिडियो अन्तिमसम्म हेर्नु भयो भने घरमै सजिलो तरिकाले बिना कुनै मिसावट हेल्दी र फ्रेश रसबरी बनाएर खान सक्नुहुन्छ है त। यसमा चाहिँ मैले रसबरी बनाउने सबै स्टेप्सहरु शेयर गरेको छु, नछुटाइकन अन्तिमसम्म हेर्दिनु होला है त। सुरुमा त एउटा ताप्केमा 2 लिटर जति दुधलाई बोइल गर्दिनु होला। बोइल भइसकेपछि एकछिन सेलाएर 2 वटा जति कागतीलाई स्क्विज गरेर यसलाई 2-3 मिनेट जति छोड्दिनु होला। त्यसपछि हाम्रो यो दुध मज्जाले फाटेर छेनाहरु छुटिन्छ। अब भने यसलाई सल या मलमलको कपडामा राखेर यो पानीहरु सबै निस्किने गरी निचोर्नु पर्ने हुन्छ। यसमा चाहिँ हजुरहरुले चिसो पानी राखेर पनि निचोर्दिनु होला, जसले गर्दाखेरि यसमा भएको अमिलोहरु सबै जान्छ। हेर्नुस् त निचोरेर 15-20 मिनेट राखिसकेपछि यसलाई चाहिँ मसिनो हुने गरी टुक्रा टुक्रा गर्दिनु होला। अब भने यसमा आधी चम्चा मैदालाई राखेर मज्जाले मुस्नु पर्ने हुन्छ। यसलाई चाहिँ हजुरहरुले हातको हड्केलाले 5 मिनेट जति मज्जाले मुस्नु पर्ने हुन्छ। हेर्नुस् त यतिको सफ्ट हुने गरी। अब भने थोरै पोर्सन लिएर यसलाई बल शेप बनाइदिनु होला। हेर्नुस् त जति पनि छ सबैलाई यसरी नै बनाइदिनु होला। अब भने एउटा फ्राई प्यानमा पानीलाई बोइल गरेर जति पनि डल्लो छ सबैलाई राख्दिनु होला र यसलाई छोपेर मिडियम हिटमा 5-6 मिनेट बोइल गर्नु पर्ने हुन्छ, जसले गर्दाखेरि यो डल्लो फुलेर डबल साइज हुन्छ। हेर्नुस् त यतिको मज्जाले फुलिसकेपछि अब भने यसलाई निकालेर चिसो पानीमा राखेर यसलाई निचोर्नु पर्ने हुन्छ। जति पनि छ सबैलाई यसरी नै निचोर्दिनु होला। अब भने चास्नी बनाउनको लागि एउटा ताप्केमा 300 ग्राम जति चिनी र 400 ml जति पानी राखेर बोइल गर्दिनु होला। चास्नी रेडी भइसकेपछि अब भने जति पनि निचोरेको बलहरु छ सबैलाई राख्दिनु होला र यसलाई 15-20 मिनेट जति मज्जाले सोक हुनको लागि छोड्दिनु होला। हेर्नुस् त साथीहरु 15-20 मिनेट पछि हाम्रो यो रसबरी चास्नीमा मज्जाले सोक भइसकेको छ। म हजुरहरुलाई एउटा रसबरी स्क्विज गरेर पनि देखाउँदै छु। हेर्नुस् त साथीहरु एकदमै जुसी र सफ्ट भइसकेको छ। हजुरहरुलाई म एउटा आधी गरेर पनि देखाउँदै छु। एकदमै स्पोन्जी टेक्सचरको पनि बनेको छ। ल साथीहरु अब हजुरहरुले पनि घरमा यसरी सजिलो तरिकाले बिना कुनै मिसावट हेल्दी र फ्रेश रसबरी बनाएर खानु होला है त। अनि यो रेसिपीलाई पनि धेरै भन्दा धेरै शेयर गरी सपोर्ट पनि गरिदिनु होला। थ्यांक यू फर वाचिङ।